कति रमाइलो छ है। केही नबोली जीवनका सबै कुरा भनिदिन्छ। तिमी पनि त यो प्रकृति जस्तै छौ, कम बोल्छौ तर सबै कुरा भन्छौ। अनि तिमी त झन् यो हावा जस्तै छौ नि, केही नबोली हृदयमा चुपचाप छोइदिन्छौ, कुनै अनुमति नै नलिई। अनि यो हावाले जब तिमीलाई छुन्छ तिम्रो पनि त बोली बन्दिन्छ। हो, तिमी बोल्यौ भने त म यो संसारको सबै आवाज बिर्सिन्छु। कहिलेकाहीँ लाग्छ म यो सूरज जस्तै बिस्तारै अस्ताउँछु। आयुष, यदि म तिमीबाट टाढा भए पनि तिमी के गर्छौ? तिमीले भनेको जस्तो कहिले हुँदैन। तिमी अनि मदेखि टाढा। तिमी त मेरो बानी परिसकेको छौ, जसलाई म कहिले छोड्न चाहन्न। कहिलेकाहीँ त डर लाग्छ कि यो पल केवल सपना हो कि भनेर। यदि यो सपना हो भने म यो सपनाबाट कहिले बिउजिन चाहन्न। ल, आज पनि कुर्नुपर्छ भनेको त तिमी त मभन्दा चाँडै आइपुग्यौ। अबदेखि तिमी जहाँ भए पनि तिमीलाई म पहिले नै भेट्नेछु। आज तिमीलाई फरक देखिरहेको छु, के भयो? सायद अब समय थोरै नै छ। समय कम छ? किन, कतै जानु छ र? हो, तर यो पल म तिमीलाई हेरिरहन चाहन्छु आयुष। आज म तिमीलाई म अलग देखिरहेको छु। तिम्रो नजरमा धेरै कुराहरू छ, तर शब्द छैन। शब्द त कहिल्यै थिएन आयुष। म त तिमीलाई महसुस गर्न पो जन्मेछु। अनुपा, तिम्रो हात किन चिसो छ? शरीर पनि चिसो छ, लाग्छ तिमीलाई सन्चो छैन जस्तो छ। आऊ, म अँगालोमा लिन्छु। शरीर चिसो भए पनि मन त तिम्रो न्यानोपनले बाँधिएको छ। दाइ दाइ, के भो? माथि अनुभव बितेको तपाईँलाई थाहा छैन? के? सबैजना घाटमा गइसके, म पनि त्यतैतिर लागेँ है। तपाईँ आउँदै गर्नुहोस्। अनुपा, अनुपा, तिमी बिना म धुलो जस्तै छु अनुपा। कसरी बाँच्यो? आयुष, यो सब कसरी भयो अनुपा? यो सब भाग्यको नियति हो आयुष। हाम्रो शरीरको साथ यतिसम्म लेखेको रहेछ आयुष। तर तिमी चिन्ता नगर, तिमी कहिले एक्लो हुने छैनौ। तर तिमी बिना म अधुरो छु। म कसरी बाँच्छु? तिमी जुन पल मलाई सम्झन्छौ म त्यही पल तिम्रो सामु हुनेछु आयुष। जब तिमीले आँखामा आँसु खसाल्छौ म त्यही हुनेछु, तिम्रो हृदयको कुनामा एक स्मृतिको उज्यालो बनेर।